आतंकवादी नेपाली कांग्रेसलाई मेरो अनुरोध छ नेपाली कांग्रेसभित्र दुईजना नेता छन् आतंकवादी थमाउने एउटाको नाम हो माननीय गगन कुमार थापा वर्षौंको शासन तर यो देशले वास्तवमै तपाईं फर्केर हेर्नुहोस् त यो नेता पाएन यो देशले नेता जन्माएन नेताको नाउँमा दलाल जन्मायो। आज चाहिँ म लमै जान लाग्छु अनि लमैतिर आज चाहिँ कार्यक्रम रहेछ राजा उद्देश्य बचाउको अनि पछि हामी चाहिँ आफ्नो स्वार्थले जान लाग्यो त्यो ठाउँमा अनि ज्ञानेन्द्र साई अनि रापरपाको प्रमुख अध्यक्ष सबै आउनु लाउनु बारे छ अनि यसो हामीले पनि टिभीमा देखिरहेको त्यही आज चाहिँ प्रत्यक्ष हेर्न पाइन्छ भनेर अनि एकछिनपछि अहिले भएको छ दिउँसोतिर 11-12 बजीतिर गइन्छ होला सायद अनि त्यही हो अगाडि क्लिपहरू हेरेर थाहा पाइसक्नु भइसकेको छ त्यहाँ को आएको के भइरहेछ भनेर अनि जाउँ न तपाईँहरू पनि सँगै जाऊँ अनि त्यहाँको सिनहरू के छ हेरेर आफ्नो मनको रियाहरू कमेन्टमा भनिदिनु होला। राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद हिन्दू राष्ट्र कायम गर राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद राष्ट्रिय प्रजातन्त्र जनजीले प्रदेश अभ्यास खारेज गर जनजीले प्रदेश अभ्यास खारेज गर संघीयता खारेज गर संघीयता खारेज गर सनातन हिन्दू राष्ट्र कायम गर कायम गर कायम गर सनातन हिन्दू राष्ट्र कायम गर कायम गर कायम गर सनातन हिन्दू राष्ट्र कायम गर कायम गर कायम गर सनातन हिन्दू राष्ट्र कायम गर कायम गर संवैधानिक राष्ट्र संस्था कायम गर कायम गर कायम गर संवैधानिक राष्ट्र संस्था कायम गर कायम गर कायम गर संवैधानिक राष्ट्र संस्था कायम गर राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद 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 संवैधानिक राष्ट्र संस्था कायम गर सापेक्ष हिन्दू राष्ट्र कायम गर सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर संविधान। सबैलाई नमस्कार। आज राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर 1 द्वारा आयोजित भव्य जनसभा तथा सांस्कृतिक कार्यक्रममा यहाँहरूको आजको यो ऐतिहासिक अवसरमा प्रजातन्त्र तथा जनअपेक्षाहरूको वर्षौंको शासन तर यो देशले वास्तवमै तपाईं फर्केर हेर्नुहोस् त यो देशले नेता पाएन यो देशले नेता जन्माएन नेताको नाउँमा दलाल जन्मायो जसले आज बिचौलियाको हातमा तपाईं हाम्रो हक अधिकारलाई बेचेर एउटा बिचौलियाले यो देश आज चलाइराखेको छ। त्यसैले म यहाँहरूलाई निवेदन गर्न चाहन्छु हामीसँग धेरै समय छैन। वैशाख 26 गते तपाईहरु काठमाडौँ आउनुहोस् वैशाख 7 गतेको सङ्घर्षमा तपाईहरु काठमाडौँ आउनुहोस् करिब 15 गतेको सङ्घर्षमा हाम्रा राष्ट्रवादी साथीहरू हाम्रो नाचवादी नेताहरूलाई दमन गरेर निर्मम तरिकाले आज यो देशको सबैभन्दा ठुलो अपराध राज्य विरुद्धको अपराधको चाहिँ कानुन लगाएर आज पुरामा राखिराखेको छ। यो देशमा आज बोलेको भरमा तपाईलाई राज्य विरुद्धको नगरोस् प्रहरी हाम्रो साथीको भनेर भन्नु राजद्रोह हो कि प्रचण्डले खुलेर मैले 5000 लाई मारेको जिम्मा लिन्छु भन्नु यो राजद्रोह। यो देशको प्रधानमन्त्रीले राष्ट्रवादको राजवादीहरूको आन्दोलन र बढ्दो जनलहरलाई दबाउनको लागि युवा सङ्घलाई बाँड्ने जस्तो तिमीहरूले झम्टिनुपर्छ यिनीहरूलाई भन्नु कि यो राजद्रोह हो। त्यसैले गर्दा म सम्पूर्णलाई बाहिर आएर हल्ला गर्न नदिने कि राष्ट्रिय प्रजातन्त्र पार्टीको दाङ जिल्लाको यो लमैमा आयोजित कार्यक्रमका सभापति महोदय राजेश कार्यक्रमका प्रमुख अतिथि एवं
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष माननीय श्री राजेन्द्र प्रसाद लिङ्गनज्यू, त्यसै गरी पार्टीका केन्द्रीय सदस्य पुष्प ओलीज्यू, त्यसै गरी पार्टीका केन्द्रीय सदस्यहरू र तपाईँ यस्तो चर्को गरिमा पनि दिउँसोको करिब आज हामी चर्को नाममा देउफ्रीमा छौँ। हामी आएको उद्देश्य तपाईँहरूले प्रश्न थाहा पाउनु पऱ्यो। अहिले देश दुईवटा किताबमा बाँडिएको छ। तपाईँलाई थाहा छ नै होला, यो देशमा अब 5 पटक 4 पटक प्रधानमन्त्री भएका मान्छेलाई वृद्धाश्रममा गएर नाति नातिना खेलाऊ भनेर अहिले नेपालका युवाहरूले बोलिसकेको अवस्था। एउटा समूह त्यो छ, एउटा समूह के छ भने र्याल छुवाए पनि, लौरो टेके पनि, बिरामी भई अस्पतालको बेडमा सुते पनि प्रधानमन्त्री हुनै पर्छ। पछि लागेर अलिअलि ठेक्का पट्टामा आएको पैसा खाने, भ्रष्टाचार गर्ने। त्यतिसम्म त भ्रष्टाचार गरे, हुँदा कहाँसम्म भ्रष्टाचार गरे भने नेपाल प्रहरी गएर ड्रेस हेर्नु त धोयो भने यिनीहरूले एक पटक नयाँ ड्रेस किनेर ल्याएर हुन हालेर धोयो भने बिचरा पुलिसले भोलिपल्ट बिहानबाट आफ्नो ड्रेस चिन्दैन, कलर गइहाल्छ। त्यस्तोसम्म यिनीहरूले भ्रष्टाचार गर्न, देश लुट्न, देश विदेशमा नेपालका युवालाई बेच्न अहिले घर घरमा दलाल छन्। कसैलाई कोरिया पठाइदिन्छु भने, कसैलाई साउदी। हुँदा नेपालका सेलिब्रिटीहरू आज नेपालका मान्छेलाई विदेश पठाउने एजेन्सीमा विज्ञापन गर्छन्। हेर्नु त, जानु त केही क्रिकेटर साथीहरूको हालत के छ, केही ती कलाकारहरूको हालत के छ। आउनुहोस् अस्ट्रेलिया जाउँ, आउनुहोस् जापान जाउँ भनेर बिचरा विज्ञापन हेरिराखेको। देशको हालत यस्तो अवस्थामा पुगिसक्यो। त्यो भएको हुनाले तपाईँ आतङ्कवादीको भित्तामा उभिने हो कि राष्ट्रवादीको भित्तामा उभिने? नेपाली काङ्ग्रेसलाई मेरो अनुरोध छ, नेपाली काङ्ग्रेसभित्र दुईजना नेता छन् आतङ्कवादीको भित्तामा उभिने। एउटाको नाम हो माननीय गगन कुमार थापा, एउटाको नाम हो माननीय विश्वप्रकाश शर्मा। अर्का त शेरबहादुर भइगयो। अब काङ्ग्रेसले डिसिजन गर्नुपर्छ। यो काङ्ग्रेसको गढ भएको ठाउँ हो। यही ठाउँका काङ्ग्रेसका नेताले आफू मर्दासम्म पनि हिन्दू राष्ट्र चाहिन्छ, राजा सहितको प्रजातन्त्र चाहिन्छ भनेर घोषणा गर्नुपर्छ। काङ्ग्रेसले फैसला गर्नुपर्छ कुन किताबमा उभिने, विदेशीको डलरवादी किताबमा उभिने कि यो देशको राष्ट्रवादी किताबमा उभिने। यसको डिसिजन अब काङ्ग्रेसले गर्न बाँकी छ। कस्तो भयो अवस्था? समाजले सरकारले 50,000 भन्ने हो, तर उतापट्टि एक्लै हजारौँ मान्छे आए। आज मान्छेलाई गोली हानेर मारे। त्यही भएर म एउटा कविता मार्फत भन्न चाहन्छु, दाजुभाइ यो नआत्तिनु होला, केही आत्तिनुपर्ने कारणै छैन। आच्यौँ खाएँ बाच्यौँ खाएँ, आजको रेटमा त्यो हेर्ने हो भने 8 खरब रुपियाँ हुन्छ। यत्रो क्षति गरेर त्यसलाई तहस बनाए। 1100वटा करिब ठुला तथा मझौला उद्योग बन्द गराए, 1 लाख साना घरेलु उद्योग बन्द गराए। त्यतिखेरको टाइममा 6 लाख मान्छेलाई बेरोजगारी बनाए। अहिले अझ यिनीहरूले ठुलो कुरा गरेर हुन्छ। हामी उद्योग खोल्छौँ, कल कारखाना खोल्छौँ, प्रदेश खारेज गर्छौँ, पैसा बचाउँछौँ। अहिले गणतन्त्र नामको लुटतन्त्र चलिराखेको छ, त्यसैलाई निरन्तरता दिनु। यो 35 वर्षको सम्पूर्ण समय खास गरी हामीले 46 सालदेखिको यहाँसम्मको हिसाब गर्ने हो भने राजा ज्ञानेन्द्रको ठिकै भएको छ भन्ने लाग्छ होला। तर तपाईँले धेरै परको कुरा हेर्नु पर्दैन, आफ्नै गाउँघरमा हेर्नुहोस् राम्रोसँग कि वैदेशिक रोजगारीमा हाम्रो युवाहरू नहुने हो भने, विदेशबाट हाम्रा युवाहरूले कमाएर नपठाउनु हो भने दसैँ तिहार आउनेवाला थिएन, हाम्रा चाडबाडहरू आउनेवाला थिएनन्। हाम्रो घरको चुल्हाको ग्यास 50,000 तलबको लागि हाम्रो कुनै पनि युवाले देश छोड्नु नपर्ने परिस्थिति यही देशभित्र बनाउन सकिन्छ। यही देश विकासको योजना ठप्प छन्, तर प्रदेश सरकारका मन्त्री, सांसद र कर्मचारीका लागि लग्जरी जुन गाडीमा आउनुभएको थियो त्यहाँ गएर सबै जोडिएर
आफ्नो स्थानमा फर्किनुहुन्छ भन्ने आशा राखेको छु र सबैले गर्नुहोला। त्यो दसैँ गरेर भिडियो हजुर खिच्नु भयो होइन मलाई यसो भन्नु परेन है मिजु म यहाँ हाम्रो अध्यक्षलाई गराउनु ल्याएको